हेलो सेवा नमस्ते। म चाहिँ अहिले गाउँमा छु र आज हामी सुथानी रोप्नु पर्ने। आमा मजाले हेर्नु त, फेरि हेर्नु त है जस्तै। आमा चाहिँ यहाँ जुठो धोइराख्नु भएको छ। यहाँ वाखी सुथानीको झेल आइसक्यो, यो काट्नु पर्ने छ। हामी चाहिँ सुथानी रोप्न लागेको छौँ। अबको मेरो काम भनेको सुथानीको झ्याल काट्नु पर्ने अनि रोप्न जानु पर्ने छ, हैन त आमा? होला होला। मौसम चाहिँ यस्तो दामी भइरहेछ, नजारा देख्नु होला। हाम्रो घरको नजारा पानी परेर यस्तो यस्तो छ। भाउजूले चाहिँ यहाँ ओइरनी खनेर कुखुराहरू चाहिँ आएर चारो मागिरहेको भएर चारो दिँदैछु। यहाँ काट्नु बाँकी नै छ। चारो अब चाहिँ म काट्न सुरु गरेँ। ले गाउनु गाउनु। कासको भारी बोकेर कटा बोकेर कटा बोल्दा पनि बोल्दिन आबोटा जम्मै टोला झ्याम्मै टोला दाइ त जागिरे भैँसी गोठाला। आमाको फेभरेट गीत हो नि फेरि यो। झरी पर्न थालिसक्यो। हामी यहाँ गीत गाउँदै यति काटिसकेका छौँ। आमालाई चाहिँ एकदम मनपर्ने गीत गाउँदै हुनुहुन्छ भाउजू छेउमा। सबै काटिसक्यो। अब चाहिँ म चाहिँ अब सुथानी रोप्न हिँडेको। यहाँ मकैबारी हिँड्नु पर्छ। सुथानी रोप्नलाई अब हिँडियो। भाउजू चाहिँ झार्दा खनिराख्नु भएको छ। म चाहिँ अहिले धरेँ। हेलो मेलो त टन्नै निकालिदिनु भएछ त हौ। कति बेला सक्छु त घाम लाग्यो घमाइलो, मलाई लाग्यो अल्छी रमाइलो। लो घाम लाग्यो घाम, सुथानी मर्ने भयो क्या हो गाइछहरू। के विधिमा घाम लाग्यो? यस्तै रोप्नुपर्छ। सुथानी रोपेर सक्यो है हाम्रो चाहिँ। भाउजूले चाहिँ मल हाल्न थाल्नुभयो।
अब हामी चाहिँ घर हिँड्यौँ है गाई छोरो। भाउजू हिँडिसक्नु भयो। आज यति रोपियो, अझै भोलिलाई बाँकी रह्यो है भाउजू। अब झाडु खोलेर लानुपर्ने बसेलाई। अल्छी लाग्दैन त मलाई।